स्टुडेन्ट्सले किन यति हतार गरिरहेछन्? बीबीए कि एमबीए सकिने बित्तिकै बिजनेस स्टार्ट गर्न खोजिरहेछन्। अहिले सोशल मिडिया भरि डिजिटल मार्केटिङ नै छ। कसैले डिजिटल मार्केटिङ एजेन्सी, एड एजेन्सी, कन्सल्टिङ फर्म खोल्न खोजिरहेछ। सी एन्टरप्रेन्योरशिप इज गुड, तर तपाईले जुन बिजनेस स्टार्ट गर्न खोजिराख्नु भएको छ, कतिको बुझ्नुहुन्छ त्यो बिजनेस? सपोज एडभर्टाइजिङ एजेन्सी नै भनौँ भने, के तपाईले एडभर्टाइजिङ एजेन्सीको डे टु डे अपरेसन बुझ्नुहुन्छ? क्लाइन्ट एक्विजिसन कसरी हुन्छ, क्लाइन्ट म्यानेजमेन्ट कसरी हुन्छ, क्रिएटिभ टिमले कसरी काम गर्छ, प्रोडक्सन टिमले कसरी काम गर्छ, ट्यालेन्ट पाउन कति सजिलो कति गाह्रो, टर्नओभर कति छ इम्प्लोइको, क्लाइन्टले पेमेन्ट ढिलो गर्दा के हुन्छ। बिजनेस बाहिरबाट हेर्दा ग्ल्यामरस देखिन्छ, बट व्हेन यु स्टार्ट वर्किङ यु स्टार्ट टु सी द रियल च्यालेन्जेस। जबले स्यालेरी मात्रै दिँदैन, जबले ट्युसन फी नभएको एमबीए पनि दिन्छ। तपाईले अरूको बिजनेसमा अरूको पैसाबाट सिक्न पाउनुहुन्छ, अरूको बिजनेसमा गल्ती गरेर लेसन पाउनुहुन्छ। आफ्नै बिजनेसमा गल्ती गर्दा तपाईले लेसन त पाउनुहुन्छ, तर तपाईले लस पनि बेहोर्न पर्छ। त्यसैले बिजनेस स्टार्ट नगर्न भनेको हैन, पहिला इन्डस्ट्री बुझ्नुस्, बिजनेस मोडल बुझ्नुस्, एक्सपिरियन्स कलेक्ट गर्नुस्, अनि बिजनेस स्टार्ट गर्नुस्। किनकि एन्टरप्रेन्योरशिप इज नट अ रेस टु स्टार्ट फर्स्ट, इट्स अ रेस टु सर्भाइभ लङ इनफ टु सक्सिड। अब मलाई भन्नुस्, तपाईले के लाग्छ? इमिडिएटली आफ्टर ब्याचलर्स कि मास्टर्स बिजनेस सुरु गरिदिन पर्छ कि पहिला एक्सपिरियन्स लिन पर्छ त्यसपछि बिजनेस सुरु गर्न पर्छ? लेट मी नो इन द कमेन्ट्स।